यी बाइबलबाटका वचनहरू हुन्। परमेश्वर भन्नुहुन्छ, तैले म बाहेक अरू कुनै देवी देवताहरूलाई नपुज्नु, तैले कुनै देवी देवताहरूको मूर्ति नबनाउनु, त मानिसहरूले बनाएका देवी देवताहरूका सामु ननिहुरुनु। यो हामीलाई सृष्टि गर्नुहुने परमेश्वरको विरुद्धको विद्रोह हो। के मानिसले परमेश्वरलाई बनाउन सक्छ? एक र एकमात्र स्वर्गका परमेश्वर प्रति भएको तपाईको दृष्टिकोणबाट पश्चाताप गर्नुहोस्। तपाईले यीशु ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईले आफ्ना पापहरूको क्षमा पाउनुहुनेछ। यो स्वर्गमा हुनुभएका परमेश्वरको प्रतिज्ञा हो। यीशु ख्रीष्ट फेरि यस संसारमा आउनुहुनेछ। उहाँ सारा संसारमाथि शासन गर्न आउनुहुनेछ। त्यसबेला उहाँले पृथ्वीबाट युद्धलाई अन्त गर्नुहुनेछ अनि धार्मिकता र शान्ति स्थापित गर्नुहुनेछ। ख्रीष्टको अधिकार सदा सर्वदा रहनेछ र यसको कहिल्यै अन्त हुने छैन। यीशु ख्रीष्टको अनन्त राज्य चाँडै आउनेछ। अहिलेको संसार विनाश हुनेछ, यो सदाको लागि नष्ट हुनेछ। जसले यीशु ख्रीष्टमा विश्वास गर्छ ऊ आफ्ना पापबाट शुद्ध हुनेछ। उसले परमेश्वरको अनन्त राज्यमा प्रवेश गर्ने अधिकार पाउनेछ। यी कुराहरू बाइबलमा लेखिएका छन्। कोही पनि धर्मी छैन, सबै मानिसले पाप गरेका छन्। परमेश्वरमा विश्वास गर्ने कोही पनि छैन। मानिसले स्वर्गका परमेश्वरलाई आराधना गर्नुको सट्टा मूर्तिहरू र आफ्ना हातले बनाएका देवताहरूलाई पुजेर आफैलाई धोका दिइरहेको छ। मानिसलाई सृष्टि गर्नुहुने परमेश्वरलाई तिनीहरूले निन्दा गरेका र बिर्सेका छन्। यिनीहरूले परमेश्वरको क्रोधको सामना गर्नुपर्छ। अनन्त नरकको न्यायबाट यिनीहरूलाई दण्ड दिइनेछ। तर परमेश्वर दयालु हुनुहुन्छ र उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ। यसैले त उहाँले आफ्ना एकमात्र पुत्रलाई स्वर्गबाट पठाउनुभयो। हाम्रा पापहरू बोक्न यीशु ख्रीष्ट हाम्रो सट्टामा हाम्रो स्थानमा मर्नुभयो र 3 दिनपछि मृत्युबाट बौरी उठ्नुभयो। कृपया पश्चाताप गर्नुहोस् र परमेश्वरमा विश्वास गर्नुहोस्। यी परमेश्वरका वचनहरू हुन्। परमेश्वरले मानिसलाई न्याय गर्ने दिन तोक्नु भएको छ। त्यसबेला प्रत्येक व्यक्तिले परमेश्वरको धार्मिक न्याय पाउनेछ। तपाईका लुकेका कामहरू, तपाईका गोप्य विचार र सबै थोकलाई खुल्ला गरिनेछ। परमेश्वरले सबै थोक देख्नुहुन्छ। स्वर्गबाट आउनुभएका यीशु ख्रीष्टले यसो भन्नुभयो, त्यस न्यायको दिनमा जो पापी, व्यभिचारी, तन्त्र मन्त्र गर्ने, मूर्ति पूजकहरू, झुट बोल्नेहरू, डरपोकहरू, अरूहरूसँग डराएका कारण तिनीहरूले मलाई विश्वास गर्दैनन्, यिनीहरूलाई नरकमा फालिनेछ, जहाँ आगो र गन्धक बलिरहनेछ। मानिस आफ्ना पापका निम्ति मर्नै पर्छ र मृत्युपछि उसले दण्ड पाउनै पर्छ भनी परमेश्वरले निर्णय गर्नुभएको छ। तर स्वर्गबाट पठाइनुभएका परमेश्वरका पुत्र यीशु ख्रीष्ट हाम्रो पापको प्रायश्चित गर्न हाम्रो सट्टामा मर्नुभयो र 3 दिनपछि मृत्युबाट बौरी उठ्नुभयो। कुनै पनि पापी आफ्नो पाप लिएर स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। यीशु ख्रीष्टद्वारा बाहेक पापबाट शुद्ध हुने अर्को कुनै उपाय छैन। यीशु ख्रीष्ट सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ जो स्वर्गबाट पृथ्वीमा आएर मानव बन्नुभयो। तर मानव जातिले येशूलाई स्वीकार गरेन। अब जसले येशूलाई ग्रहण गर्छ, जसले उहाँमा विश्वास गर्छ, उसले परमेश्वरको सन्तान बन्ने अधिकार पाउँछ। उसले पापको क्षमा र अनन्त जीवन पाउँछ।